नमस्कार साथीहरु, यहाँ सम्पूर्णलाई स्वागत छ हाम्रो युट्युब च्यानल प्रो टेक्निकल सोलुसनमा। है त आज पनि हामी तपाईहरु माझ एउटा भिडियो लिएर आएका छौं। यो हो हाम्रो व्हिर्लपुलको सिंगल डोर को हाम्रो रेफ्रिजरेटर। यसलाई चाहिँ हामीले फ्रिज भनिन्छ नर्मल भाषामा। यसमा चाहिँ के छ समस्या, के थियो समस्या भन्दा चाहिँ यसमा चाहिँ जति पनि ग्यास हालिराख्यो, अरु टेक्निसियन जति ग्यास हाल्यो त्यति चाहिँ हाम्रो यसमा चाहिँ ग्यास एकदमै चोकिङ हुने सम्भावना बढी रहेछ। र साथै यसमा चाहिँ पहिला चाहिँ के रहेछ भन्दाखेरि तपाईको यो डिबक्समा चक्कु हान्ने कारणले डिबक्स चाहिँ तपाईको चेन्ज गरेको रहेछ। है त अब चाहिँ एउटा कुरा के छ भन्दाखेरि जस्तै अब हेर्नुस् त यो एकदमै उल्टानो टाङ लगाएर बसेको छ है। यो चाहिँ हाम्रो कम्प्रेसर हो यो। अब यो कम्प्रेसरको यहाँ देख्नुहुन्छ तपाईहरुले यतापट्टि मैले ओइल निकालिरहेको छु है। अब कतिपय हाम्रो टेक्निसियनहरुले चाहिँ फ्रिजमा चाहिँ ग्यास चार्ज गर्दाखेरि चाहिँ ओइल चार्ज चाहिँ गर्नुहुन्छ कि नै भन्ने कुरो चाहिँ अब यसमा चाहिँ मेरो क्वेशन छ। जति पनि टेक्निसियनहरुले चाहिँ भिडियो हेर्नु भएको छ, यो भिडियो चाहिँ हेर्नुहुन्छ, उहाँहरुले कमेन्टमा चाहिँ भनिदिनु होला है हामीले ओइल चेन्ज गर्नुपर्छ कि पर्दैन र ओइल चेन्ज गर्यो भने के हुन्छ र ओइल चेन्ज गरेन भने के हुन्छ भन्ने चाहिँ भन्दिनु हुन म हार्दिक अनुरोध गर्दछु। र मैले चाहिँ यसमा चाहिँ ओइल चेन्ज गर्न लागिरहेको छु है त। किनभने यसमा चाहिँ हाम्रो एकदमै बढी चोकिङको समस्या आएको हुनाले मैले चाहिँ फर्स्ट अफ अल मैले कम्प्रेसर यो 2-3 चोटी चाहिँ यसमा ग्यास हालिसकेको छ है। 2-3 चोटी ग्यास हालिसकेको कारणले गर्दाखेरि मैले यसमा चाहिँ अब ओइल चेन्ज गर्न लागेको छु। साथै चाहिँ फर्स्टमा चाहिँ मैले चाहिँ यसलाई चाहिँ फ्लसिङ गर्दाखेरि चाहिँ मैले कम्प्रेसरको सहायताबाट मैले फ्लसिङ गर्दिनँ है। मैले चाहिँ हाम्रो के छ भन्दा नाइट्रोजन ग्यास छ, नाइट्रोजन ग्यासको सहायताले चाहिँ मैले यसलाई फ्लसिङ गरेर चाहिँ यसमा चाहिँ मैले ग्यास चार्ज गर्नेछु। त्यसपछि म तपाईहरुलाई चाहिँ सम्पूर्ण भिडियोहरु चाहिँ अब पुरै ग्यास चार्जिङको भिडियोहरु चाहिँ म गराउन सकिनँ किनभने म अहिले चाहिँ एक्लै छु। यो फिल्टर टायर पनि मैले चाहिँ चेन्ज गर्छु मैले है। यो फिल्टर टायर पनि हामीले ग्यास हाल्दाखेरि प्रत्येक ग्यास हाल्दाखेरि चाहिँ हामीले फिल्टर टायर चाहिँ चेन्ज गरिन्छ है त। र सँगसँगै यसको चाहिँ हाम्रो रिले ओभरलोड पनि हाम्रो ड्यामेज छ। यो रिले ओभरलोडलाई पनि मैले चेन्ज गर्छु है। हामीले चाहिँ अब यसमा चाहिँ जेट प्रिमियमको रेफ्रिजरेटर ओइल 134 को हामीले यसमा चाहिँ चार्ज गरिसक्यौँ है। अब यो पुरानो ओइल चाहिँ यति छ है त। ओइल चार्ज गरिसक्यौँ। चार्ज गरेर चलाउँदाखेरि चाहिँ हाम्रो के छ भन्दाखेरि कम्प्रेसर मस्त चलिरहेको छ है। काटेर हेरिन्छ यसलाई है। ठिक छ। अब चाहिँ फिटिङ गरेर हामी अरू काम चाहिँ अगाडि बढाउँछौँ है त। ल साथीहरु, हामीले चाहिँ यसमा चाहिँ एउटा एनआरबी जोडिदियो है, जुन चाहिँ फिल्टरमा गएको यसबाट हामीले निकालिदियो। अब चाहिँ हामीले पुरै कन्डेन्सरलाई चाहिँ फ्लसिङ गर्छौँ है नाइट्रोजनको सहायताले है त। त्यसपछि बल्ल चाहिँ अरू काम चाहिँ त्यसपछि अब योबाट छुट्टै गरिन्छ फ्लसिङ हाम्रो फिल्टर जोडेर, त्यसपछि अनि ट्यागको कम्प्रेसर सेट गरेर भ्याकुम गरेर हामीले के गरिन्छ ग्यास चाहिँ हालिन्छ है त 134 ल। ल हाम्रो चाहिँ यहाँ भ्याकुम गर्ने कार्यक्रम भइरहेछ है। मजाले भ्याकुम गरिराखेको छ। अब हामीले लगभग तपाईको आधी घण्टा जति हामीले मजाले भ्याकुम गरिसकेपछि बल्ल चाहिँ यसमा चाहिँ ग्यास चार्ज गर्छौँ है त। ल साथीहरु, हाम्रो चाहिँ यो ग्यास चाहिँ फिल गरेर हामीले R134 ग्यास हामीले फिल गरेको छौँ, जुन चाहिँ फ्लोर हो है। ओके, प्यास यति छ एकदम। यहाँ एकदम मजाले हिट चाहिँ मजाले भइरहेको छ। भित्र हेरौँ त हाम्रो कति आइस जमेको छ है त। मैले आधी घण्टा जति फ्रिज चलाएर छोडिदिएँ। त्यहाँ साइडमा पानी बनिरहेको थियो हेरौँ। ओ माय गॉड, ल ठिक छ, आइस मजाले जमेछ है। आइस जमेछ है त। यो हल्का हल्का पानी छ यहाँ।
यसमा चाहिँ यो यसमा त जान्छ ल ओके मजाले हेर्नुहोस् सरर जानु साथीहरु च्यानलमा नयाँ हुनुहुन्छ भने हाम्रो च्यानललाई सब्स्क्राइब गरिदिनु होला। यसमा चाहिँ पहिला चाहिँ हाम्रो R600 को कम्प्रेसर रहेछ अनि यो पुरानो कम्प्रेसर ल्याएर हाम्रो अरु टेक्निशियन साथीहरुले चाहिँ इन्स्टल गर्नु गरेछ है फिटिङ गर्नु गरेछ। त्यसपछि तपाईको 1 वर्षमा चाहिँ यसमा चाहिँ एकदमै जतिचोटी ग्यास हाले पनि यो ग्यासै चोकिङ हुने समस्या चाहिँ एकदम धेरै आएको हुनाले यो फ्रिज चाहिँ मथीमा आएको थियो। मैले चाहिँ यसको चाहिँ हाम्रो फर्स्टमा एउटा कुरो चाहिँ के गरे भन्दा मैले यसको हाम्रो कम्प्रेसर ओइल चाहिँ जुन चाहिँ छ हाम्रो यो यसलाई चाहिँ चेन्ज गरिदिएँ मैले है। यो कम्प्रेसर ओइल चेन्ज गरेँ हालिदिएँ मैले कम्प्रेसर ओइल चेन्ज गरेर सँगसँगै मैले नाइट्रोजनले चाहिँ एकदम मजाले फ्लसिङ गरेर नाइट्रोजन इयरले मात्रै है अरु मैले यो कम्प्रेसरबाट पम्पिङ गरेर इयरले फ्लसिङ गरेको हैन है। नाइट्रोजनले मात्रै फ्लसिङ गरेर मजाले चाहिँ हाम्रो यो फ्लोरो ग्यास चाहिँ मैले हालिदिएको छु। अहिले चाहिँ मैले ढोका खोलिसकेपछि अलिकति प्रेसर फेरि माथि बढ्यो है एकदम राम्रोसँग चलिरहेछ एकदम कम्प्रेसर पनि मजाले त्यति खासै हिट पनि भएन ठिक्क आनन्दै लगभग तपाईको 1 घण्टा 1.5 घण्टा भइसक्यो चलेको फ्रिज। 1 घण्टा भन्दा नि 1 घण्टा सायद ल ठिक छ 1 घण्टा जति भएको छ त्यति खासै तातो छैन है मजाले हात राखिरहेको छु ल। सुरुमा मैले सोधेको थिएँ जुन चाहिँ ओइल चाहिँ किन चेन्ज गर्नुपर्छ भन्ने कुरो चाहिँ कम्प्रेसरको चाहिँ तपाईले चाहिँ बारबार तपाईले ग्यास हालिराख्नु भएको छ भने तपाईले चाहिँ जस्तै अब बाहिरको एयर चाहिँ तपाईको त्यो कम्प्रेसरमा जाने हुन्छ। त्यो बाहिरको एयरमा चाहिँ तपाईको मोइस्चर हुन्छ। त्यो मोइस्चर चाहिँ हाम्रो तेलमा गइसकेपछि एकदम चोकिङ गराउने एकदमै ठुलो समस्या हुन्छ है। त्यो भएको हुनाले चाहिँ तपाईहरुले चाहिँ यदि फ्रिज चाहिँ बारबार मेन्टेनेन्स भइरहेको छ भने चाहिँ तपाईले चाहिँ यसको कम्प्रेसरको चाहिँ ओइल फेरेर चाहिँ तपाईले चाहिँ बल्ल चाहिँ ग्यास चार्ज गर्नु होला है त। यसो गर्नुभयो भने तपाईको लङ टर्मसम्म तपाईको ग्यास टिक्ने र राम्रोसँग फ्रिजले एकदम कुलिङ राम्रोसँग चाहिँ र साथै करेन्ट पनि लोड पनि एकदमै कम लिएर चाहिँ मजाले चल्ने किसिमको हुन्छ है त। हस् त साथीहरु धन्यवाद। जय नेपाल।